ल ल गाइस हरि ब्लगमा स्वागत छ। आज चाहिँ हामी होइन बिहान चाहिँ हामी एउटा मिटिङमा गएको थियौँ। अनि हाम्रो चाहिँ त्यो नेपाली कम्युनिटीको एउटा मिटिङ थियो। अनि त्यो मिटिङमा चाहिँ हामी गएको थियौँ होइन, यो जुन यो भ्लग बनाउनुभन्दा पहिला। अनि त्यो मिटिङ सकेर चाहिँ हामी अब फर्किँदैछौँ होइन। त्यो मिटिङमा के हुन्छ अनि त्यस पछाडिको एक्टिभिटीहरू चाहिँ अब यहाँबाट सुरु हुन्छ। ल हस् त ल। यही टपिकमा बसौँ है, किन हामीलाई टाइम लिमिट छ। के छ यसमा यो राइट्स एन्ड रेस्पोन्सिबिलिटिजमा कसैको के गर्छ लगाइ हामी चाहिँ अब यो मिटिङ सकेर निस्क्यौँ। अहिले चाहिँ है मिटिङ भइरहेको थियो हाम्रो नेपाली कम्युनिटीको पारी ब्लग। आज तपाईँहरूलाई म आज मेरो ह्याप्पी सन्डे है। सन्डेको दिन चाहिँ आज हाम्रो हल्का बेलुका चाहिँ यसो स्पेसल फुड चाहिँ खाने कार्यक्रम हुन्छ। प्रायः हाम्रो चाहिँ अब सबैजनाको छुट्टी हो, तर आज मेरो वाइफको चाहिँ छुट्टी थिएन। हामी बिहानभरि मिटिङमा नि गएको थियौँ। एउटा हाम्रो सिन्सिनाटी र डेटनको चाहिँ एउटा नेपाली कम्युनिटीको मिटिङ थियो। त्यो पनि तपाईँलाई हेरिसक्नु भयो होला। त्यसमा चाहिँ आज हामी यसो सबै कार्यक्रम, छोरीको बर्थडे 16 बर्थडे, अनि बर्थडेलाई हल्का सपिङ गरेर अनि बेलुका चाहिँ हामीले चाहिँ आज खाने कार्यक्रम गरेका छौँ। यसमा चाहिँ हामीले यहाँ खसीको मासु आज चाहिँ यसलाई पक्कु बनाउनु लाग्यौँ। यो चाहिँ हामीले अस्ति नैदेखि खसी ल्याएर चाहिँ यो खास चाहिँ हामीले मेरिनेट गरेर राखेको हो। अब यसमा चाहिँ अब मेरिनेट चाहिँ अब मेरिनेट गरेर भिडियो चाहिँ तपाईँहरूलाई देखाउन पाइनँ। अब मेरिनेट चाहिँ म हल्का भनिदिन्छु। खसीको मासुमा टक्क जिन्जर गार्लिक पेस्ट अनि मिट मसला अनि अरू आफूसँग भएको सबै मसलाहरू हालेर यसमा चाहिँ प्याज र टमाटर नहालिकन एकदम स्पेसल यसलाई चाहिँ आज हामी पक्कु बनाउँदैछौँ होइन। अब कस्तो हुन्छ हेरौँ। अब तपाईँलाई अलिक पछि पनि म देखाउने नै छु कताले यस्तो भइसकेको छ। एउटा आइटम त हाम्रो त चटनी के अरे अचार पाकिसकेको छ है, बनिसकेको छ। अनि पाकेपछि फेरि तपाईँहरूलाई पनि देखाउँला है त। गाई यो चाहिँ मैले एकदम होममेड बनाएको दालमोठ हो होइन। तपाईँले हेर्न सक्नुहुन्छ एकदम शुद्ध, एकदम हेल्दी तरिकाले बनाएको छु है। जति तपाईँहरू बजारमा पाउनुहुन्छ नि त्योभन्दा नि एकदम हेल्दी तरिकाले बनाएको यो दालमोठ छ। यस्तो मिठो छ, टेस्टी छ है। तपाईँले खानु त भएको छैन, एकदमै मिठो छ। तर तपाईँहरूलाई चाह्यो भने म बनाएर दिन सक्छु है। हाम्रो व्यापार पनि हुनसक्छ। व्यापार भन्ने कुरा त्यस्तै हो, पहिला मन पराइदिनु। तर एकदमै मिठो छ होइन। यो चाहिँ ट्राई गरिदिनु होइन। तपाईँहरूलाई यस्तो मन पऱ्यो भने चाहिँ मैले चाहिँ एकदम यो जस्तै बजारमा आएको चाहिँ अब कुन तेलमा कसरी फ्राई गरे हुन्छ होइन। यो चाहिँ मैले यहीँ घरमा एकदम अब आखिर हुन त अब तेलमा भए पनि एकदम हेल्दी तरिकाले बनाएको छु है। टेस्ट पनि एकदमै मिठो छ। तपाईँहरूलाई चाहिँ म फ्रीमा खुवाउँछु। पहिला यदि मन पऱ्यो भने तपाईँहरूलाई चाहिँ फेरि किन्नै सक्छु। म फेरि सधैँ चाहिँ अब फ्रीमा त अब बनाउनु नि सक्दिनँ होइन। टाइम निकाल्नुपर्छ, दिने हुन्छ होइन। एकचोटि चाहिँ म तपाईँहरूलाई फ्रीमा खुवाउँछु क्या यो। ल यो अचार पनि एकदम मिठो भएको छ आज। यो अचार चाहिँ खास अब मिक्स गर्ने सबै कटिङ चाहिँ आदित्य मेरो छोराले गरे हो। चाहिँ आज अलिक कम रहेछ भाउ, सानो सानो दुइटा मात्र थियो। अलिक धेरै भएको भए मिठो हुन्थ्यो। हामीले चाहिँ त्यो अस्ति नेपाली स्टोरमा गएर सानो केराउ ल्याएको थियो क्या। त्यो सानो केराउ अनि काँक्रो अनि हामीले एकदम नेपालबाट ल्याएको चाहिँ शुद्ध के अरे फर्सीको बियाको छोप र अनि अरू के मिक्सिङ थियो। अनि त्यो हालेर बनाएको लास्टै मिठो भएको छ। आलु चाहिँ अलिकति कम छ होइन, तर यो आलु पनि धेरै खानु ठिक छैन। एकदमै यो पनि हेल्दी छ होइन। सानो केरा खतरा छ, ठुलो केरा छ होइन। अनि तपाईँलाई यो चाहियो भने पनि सम्पर्क गर्नु होला। यो पनि हाम्रो बनाइन्छ, यो पनि बनाइन्छ होइन त। ल अब त पाक्दैछ। ओ माय गॉड, उता देखिन्छ त। हल्का च्यालेन्ज दिएको छ है। पुरा पानी परिरहेको छ। अघि दिनभरि पानीमा घुमेर आइयो। अब अझै पानी परेको छ सट्ट। अब हामी चाहिँ आज खसीको पक्कु च्याट्ट लाएर होइन खाने प्रोग्राम एकदमै च्यालेन्ज दिएको छ। अब पक्कु पनि बनाइएको छ है।
अनि अब यहाँ चाहिँ अब खै के खाने भनेर जस्तो सोचिरहेको छु। आज अब मौसमी च्यालेन्ज दिएको छ। आज यो म्याकालेन 12 इयर्स नै अलिकति एक प्याक खान पर्ला जस्तो छ है। त्यस्तै छ छुट्टीको दिन रमाइलो। मलाई चाहिँ मासु कतिखेर पारेर खानु जस्तो भइसक्यो। ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं कतिखेर पारेर खानु जस्तो भइसक्यो होइन। यस्तो चलाएको चलाइ हेरेँ चाख्ने बेला पनि भएको छैन। यो नहुँदा चाहिँ म गीत गाउँदै मासु पकाउँदै मलाई चाहिँ लास्टै मजा लाग्छ। त्यही भएर अब आफ्नै पारामा गीत गाउने ट्याक्क। मायाको गाउँ त चिने घर चिन्न सकिन ओलो कि पल्लो। ए मायाको गाउँ त चिने घर चिन्न सकिन ओलो कि पल्लो। फेरि चलाउने कतिखेर पाक्ला यार। पाक्छ कस्तो खानु लागिसक्यो। यो चाहिँ हड्डी नै ठुलो भएको छ है। यो चाहिँ कसको भयो? यो तेरो भागमा मेरो भएको म हड्डी खान बुढो मान्छे दाँत छेन हेर। खै गर्दैछु त एकचोटि दाँत हल्लिसे खान क्या मेरो। अनि म चाहिँ यो खाना पकाउँदा सेफ्टी चस्मा हो क्या यो। खोला हात चस्मा त चस्मा लाउने माउन्ट एभरेस्ट जाँदाखेरि लाउने हो खास चाहिँ। म पहिला 2017मा चाहिँ उता माउन्ट एभरेस्ट बेस क्याम्पसम्म नि पुगेको थिएँ क्या। त्यो बेला किनेको चस्मा याद तर अहिलेसम्म जोस्। अब अहिले चाहिँ मेरो किचनलाई युज गरेको छु है। त्यस्तै छ अब। मासु नै पाएको भने कस्तो यो त आँखाले नि यो कालो चस्माले कालो कालो देख्दो रहेछ यार। टाउ कहाँ लानु पऱ्यो कपाल लाट्टै राम्रो छ। हिजो मात्रै काटेको है। राम्रो देखेछ है कपाल कस्तो हेर त कत्रा खाने यार। पहिलाको मन त आर्मी हो नि त यार। पारा होइन ट्याक्क गरेर मासु नै पाकेन। चाख्नै नमिल्ने भयो यार। के गर्ने होला अब यो मन्दिर अब फेरि अर्को गीत गाउने हो। के गीत गाउँथ्यो यार अब सेन्टिमेन्टल गाउनु पऱ्यो है भगवान्। मर्न बरु गाह्रो हुन्न। यो गीत गाउने बेला चस्मा लाउनुपर्छ क्या। मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन तिम्रो माया मार्नै सकिन बसन्तको हरियाली फुलसँगै वैली जाला। बसन्तको हरियाली फुलसँगै वैली जाला। अब के म त मादल पनि पकाउने हो। इन्जोय गर्न मन लाग्छ होइन। हाम्रोमा पहिला देउसी खेल्दाखेरि चाहिँ के बजाउँदा थाहा छ? यस्तो हुन्छ। सुपारी जाइको माला सुपारी जाइको माला सुपारी जाइको माला वैसैली सुपारी जाइको माला गए यो जन्जाला साइली गए यो जन्जाला। ठेट देउसीमा गएर त थाहा नि थाहा छ सिक्नु पर्यो। अब अर्को चाहिँ के भन्छ? माया तिम्रो वचन र पिराइले हिँड्न पाइन उज्यालो सिराले फुल पामरी 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 म भोलि गइहाल्छु बसेर मरी। ठिक छ नि तर मादल चाहिँ बजाउनु ए तिमी टाढा म पनि टाढा माछी काँडे टाढैमा
आएको बाबा चस्मा लाउनु पर्यो यहाँ पाकिसक्यो होइन कस्तो खतरा छ नि र चस्मा लाउनु पर्यो यो फ्लेभर चाहिँ नाकबाट छिर्नु भएन आँखाबाट छिर्ने डर भयो मलाई होइन अनि यस्तो फ्लेभर मिठो आएको छ कि होइन यस्तो कडा भएको छ नि गाइस यो चाहिँ नाकबाट छिर्ने फ्लेभर चाहिँ आँखाबाट छिरेर मैले चस्मा लगाएको खास होइन यो यस्तो मिठो भन्छ कि होइन हेर्दै यो हेर्दै खाउ 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 लाग्दो भएको क्या बाबा एकचोटि म एउटा चाख्छु ल चाहिएको त एउटा पहिला बेला चाहिँ म एकदमै मासु चाख्थेँ यार। चाहेर पहिला मैले बेला मलाई के मैले होइन यो चाहेर मासु ओइने बित्तिकै चाख्न सुरु गर्छ पाउँदाखेरि सक्छ भन्ने होइन हल्ले त एकचोटि चाख्न त सकेको छ त भन्ने पनि सुनेको छु त मैले यहाँ हेर्दै कस्तो खाउ खाउ लाग्यो देखिया छ अनि मिठो नहुँदा कुरै भन नि सुपर नम्बर 1 ल गाइज होइन तल चाहिँ हाम्रो अपार्टमेन्ट तल पार्टी गरिरहेको छ अरे चप्पलको म रास देखाउँछु है मान्छे छ एकछिन गाइज मान्छे छन् एकछिन मान्छे छ एक कुरोमै एकछिन यति धेरै गाइज जस्तो यो छ नि पुरै चप्पल छ एकछिन गए जस्तो छ एकछिन है म देखाउँछु भने चाहिँ चप्पलको रास अझ अलिक कम भयो अहिले त यति थियो कि यसै भनेर गाइज चोर्नुपर्छ कि अरे एक दुईवटा अरे कहना क्या चाहते हो चोरेर टक्क लगाउने कडा उल्टी फिरेर त यति धेरै यहाँ के सुत्ने अब गर हामी माम चाहिँ आज काम थियो साथीहरू है हाम्रो चाहिँ माम सुतिरहेछ यस्तै छ होइन म चाहिँ यसो भ्लग स्लग बनाउने क्यामेराम्यान यो घरको है माइ गड है हेर्न सक्नुहुन्छ यो मिठो देखेर आइरहेछ खोइ मामु ल लिसो 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 बाबा तलके भात थिएन बाबा खाइस त ल पहिला खाइस न कस्तो भयो बिस्तारै खाइदिन्छ त कस्तो भयो तातो तातो मिठो भयो यस्तो गर्दैछ नि मिठो भयो ल ठिक छ गाइस यार मासु चाख्ने बेला हुँदैन एउटा खामै त कस्तो हुन्छ दिएछ त्यतातिर यस्तो झन् बसेर ट्याक्कै दामी भयो त यो मासु त चोक्टो खाने बित्तिकै म के हो थाहा के भयो पहिला म बच्चा हुँदाखेरि बाह्र वर्ष हुँदा पुरानो गीत याद आयो हाम्रो पहिला बाटो माथि लर्निने एकजना दिदी हुनुहुन्थ्यो होइन म दिदीहरूले गाएको गीत के होला गाउँथ्यो थाहा त्यसो के त्यतिखेर मासु चोरा खाइदिन्छ कि हल्दी त्यसरी सम्झ गाउँमा मासु पाएको छु गाउँ मैले एकचोटि मासु खाने पनि सम्झिन्छ कि गाउँमा पहिला अहिले त मासु दिने फेरि खाना पाइन्छ गाउँमा पहिला महिनामा एकचोटि नै खसी काट्दिन्थे पछि पछि समूह गर्न गएपछि खसी काट्ने चलन भयो कहाँको त्यसो चाख्न पाउने भन्ने कुरै हुँदैन झ्याप्प ल्याउने मासु किन म के चाहिँ गर्थेँ भने होइन बाबु मासु लिन पठाउँथेँ घरमा होइन अनि एउटा कुरो त साथी खोला दिइहाल्छु मासु लिन पठाउँथेँ गाउँमा चाहिँ पैसा तिर्नु पर्दैन थियो नि त भनेको मतलब हातताली पैसा दिनु पर्दैन क्या पैसा तिर्नु पऱ्यो नि तर उधारो चल्थ्यो क्या अनि खसीको मासु लिनु पठाउँथेँ हाम्रो केटीकेटी मलाई बोसो लास्टै मिठो लाग्ने यति मिठो लाग्ने होइन मलाई पनि लाग्छ बोसो अनि त्यो मेरो सँगै गएको नि तल अनि त्यो बोसो लिएर आउँदा मासु लिएर आयो होइन अनि बाटोभरि त्यो बोसो खाँदै खाँदै आएपछि घर आउँदा बोसो सकिन्थ्यो क्या अनि घर ल्यायो होइन अनि आमाहरूले बिचरा अनि के भन्नुहुन्थ्यो थाहा कस्तो दुब्लो खसी काट्यो के खाने मासु ल्याएको यस्तो दुब्लो खसीको भन्थ्यो होइन खस्यो बसी आफू खाने बोसो जति आफू खाने होइन दोष चाहिँ अरूलाई हुन्थ्यो क्या अब त्यसोसम्म गरिन्थ्यो होइन बोसो लास्टै मिठो लाग्थ्यो मलाई अनि यो एउटा कस्तो मिठो हुन्छ बोसोहरूको मासु होइन म एउटा गीत यो खुसीमा एउटा गीत गाइदिन्छु ल है ल सुनाइस तपाईँ पनि इन्ट्रेस्टिङ हुन्छ नि त होइन के भन्छ गैरी खेतको रोपाई आउनु होला तपाईँ छाता होइन घुम्लेर तिम्रा बाउको पिल्सिन तिम्री आमा लिन्छन् फुर्के मेचमा बसेर यो गीत चाहिँ हाम्रो फेरि डाक्टरको एउटा खड्का काका भन्ने हुनुहुन्छ होइन उहाँ लास्टै मिठो गाउने क्या उहाँ पनि आउनुहुन्थ्यो उहाँ धेरै ठुलो हुनुहुन्थ्यो हामी केटी हुँदाखेरि उहाँहरूले पनि गाएको सुन्थ्यौँ कि हामी चाहिँ अनिखेर कुखुराको भाले बाउ त मोटरवाले छोरो रेलको ड्राइभर लाकुरी छाया सुन सानो माया कसले भन्छ हैबर
मासुमा सबैसँग पुगेछ होइन भाइ खै के पुगेन के नुन पुगेन? पनि क्या नुन त पुगेछ यार अलिक सानै पुगेन कि त्यो भएन होला ल ठिक छ ल सानो बाको बानी व्यवहार चाहिँ कस्तो थियो नि त्यो सानो बाउको बानी बेहोरा सानो बा अब पहिला पहिला मासु लिन जाँदा बोसो चोरा खान्थ्यो होइन बोसो त हजुर नि हो अनि सानो बा चाहिँ कस्तो थियो भने लास्टै रिसालु रिसालु रसिक जस्तै छोरो अहिले त्यस्तै छ रिसालु होइन अनि कुरै नमिल्ने कहिले हामी त कुस्ती पनि पर्थ्यो खत्रै पर्थ्यो होइन अनि तर आमासँग लास्टै मिल्दैन थियो अहिले त्यति मिल्छ जस्तो त लाग्दैन आमा छोराको भेड कि फाइट पर्थ्यो यार पहिला पहिला है मामु र मेरो जस्तो धेरै फेरि धेरै अब कुरा नगरौँ अहिले बिचरा बुढो भाउ पनि अब बिचरा अहिले बुढेसकाल बुढेसकाल त के हो नि हेर भन्छ होइन बिचरा उसको बुढेसकाल लाग्यो अहिले अहिले उसलाई त्यो धेरै टेन्सन लिएर होला उसको तालु सालु पनि खुइल्या अब मेरो कुरा सुन्यो भने धेरै तनाव होला ठिक छ बरु मेरो तालु खुइल्या छैन होइन त्यो भएर ठिक छ अब उसलाई अब पहिला जे होस् खत्रै मान्छे हो तर रिसाल चाहिँ रिसालु है फेरि ल कुरो त्यही होला ल